एउटी आमै हुँदो रहेछ के फेसबुकमा बहुत मिठो ज्ञान दिनु हुँदो रहेछ बहुतै मिठो म एकदम प्रसन्न भएँ के उनको ज्ञान सुनेर धेरै भएर पोखेको रहेछ चारैपट्टि मैले बटुल लिएर अलिकति तपाईँको बिचमा लिएर आइरहेछु यो पहिले सुनौँ न त त्यहाँबाट होइन कुरो गरौँला बिहानको 4 बजी उठेर बेलुकाको 11 बजीसम्म घोटिएर फ्रीमा काम गर्ने हामीहरू महिला दिदीबहिनीहरू अनि तपाईहरू पुरुषहरू मैले मेरी बुढीलाई पालेको छु भनेर आत्रा हाक लडाउनुहुन्छ के जसरी हामीहरू यो घरमा घोटिएर काम गर्दैछौँ नि त्यसरी नै हामीहरू बाहिर निस्केर चाहिँ काम गर्न पाउनु हो भने नि तपाईहरू पुरुषहरूलाई त सुताइ पाल्दिन्थे मलाई कि क्या हो कि कसो दिदीबहिनीहरू सब्जी काट्न साह्रो परेछ थालबटुका धुन तपाईँ कहाँ इँटा बोक्ने काम छ भने इँटा थुपार्ने काम छ भने बोलाउनु त सिरमिटको काम गर्नुहुन्छ कस्तो मजाले बरु त्यो काम बुढाले गरिदिन्छन् भातसात पकाउनु त हो घर बढार्नु घर लिप्नु त्यो त गरिदिइहाल्छ नि बुढाले तपाईँ बोलाउनु त इँटा बोक्नलाई के कसो दिदीबहिनीहरू भनिहाल्नु पर्थ्यो दिदीले के सिक्छन् यही सिक्छन् बुहारीको गल्ती नभइकन गल्ती निकाल्ने सासू हुन् त्यो अलिकति सानो गल्तीलाई ठुलो पार्ने नन्द हुन् अन्त त्यो सासू र नन्दको भुल छ भनेर जानी पनि चुप लागेर बस्ने ससुरा हुन् सबैको कुरो सुनेर एकदम चुप लागेर मग्न कान थोरेर बस्ने हाम्रो बुढा हुन् सबै त जानेर चुप्प लाएर बस्नेलाई चाहिँ के भन्छ लिडर किरानो के भन्छ यही नहीं अभी और सुनिए मैले नि त मेरो गल्तीले बहुत थोक सिकेँ साथीहरू अनि मैले फैसला गरेँ अब म अरू धेरै गल्ती गर्छु र अरू धेरै सिक्छु धेरै सिक्नु भएको रहेछ कति हो कति तपाईसँगै तपाईँको दिमाग पनि बुढो भएछ आजकलका बच्चालाई के थाहा छ सङ्घर्ष के हुन्छ भनेर हामीले त्यो दिन पनि देखेका थियौँ जुन दिनमा नि त किप्याड मोबाइलको 7 नम्बरवाला बटन 4 खेप दबाउनु पर्थ्यो एउटा एस लेख्नको लागि कसले कसले गर्नुभएको छ भनेर कमेन्टमा राम राम किप्याड होइन 7 4 के भन्न खोज्नु भएको 4 कि तिर्न साह्रो परेको बुढाले कन्डाडा पसिना झारेर त मोबाइल चाहिँ किन्ने पैसा दिएको त्यो चाहिँ के हो किनिदिनेलाई साह्रो परेन चलाउनेलाई के भएको यस्तो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ भविष्य कसरी छुनु तपाईँको हातमा के भएको यो